अन्बिरा है के सोचिरहनु भएको थियो दिदी? के हैन आरती दिदी तुलसा दिदी त अब उतै चापागाउँतिर बसेर स्कुल पढाउने हुनुभएछ है? हो र आजै जानुभएछ? मलाई त भन्दा पनि नभनी जानुभएछ त। अब आवश्यक नलागेर होला नि। त्यस्तो होइन कान्छी, तुलसा दिदी त्यस्तो त हुनुहुन्न, सायद केही भएर होला। अनि चन्द्र दाइ अब कहिले आउनुहुन्छ त? कि त्यतैबाट विदेश जाने तयारीमा हो? चन्द्र दाइको बिचमा चाहिँ के भएको हो र दिदी? त्यस्तो केही पनि हैन कान्छी। आमा के भयो तपाईलाई? किन टोलाएर बसिराख्नु भएको छ? हुन त अब के भयो भन्ने के भएन भन्ने मुकेश, यही आँगन हो बाबु। तिमीहरू सबैजना यताउता गर्थ्यौ, आमा भन्थ्यौ यस्तो भयो भन्थ्यौ उस्तो भयो भन्थ्यौ, यहाँ जान लाग्यौँ भन्थ्यौ, यहाँ गएर आयौँ भन्थ्यौ। अब तिमीहरू सबैजना परिवारको छोरा बुहारीको ओहोर दोहोर कहिलेकाहीँ हुने त्यो मनमुटावले पनि परिवारले रमाइलो बनाउँदो रहेछ बाबु। अब अहिले हेर त, अब शिव उता पुणेमै छ, त्यो पनि बाहिर जाने तर्खरमा। चन्द्री फुत्त निस्किदियो। तेरी ठुली भाउजू अब पढाउनु भनेर चापागाउँतिर लागे। कान्छी र मुना उता डिलतिर गएर बसे। अब घर मरम मक्दै कस्तो न्यास्रो हुने रहेछ। तँलाई त्यस्तो लागेको छैन बाबु? हेर त आमा, मुना भाउजू यो घरमा किन आउन खोजिराख्नु भएको छैन? ठ्याक्कै कुरो त मलाई पनि थाहा छैन बाबु, मुनाले किन यसो गरिरहेछ भन्ने कुरो। तर जहाँसम्म मेरो अनुमान हो, हाम्रै घरको यो आर्थिक अवस्था सुधार्न मुनाले कोसिस गरिरहेकी छ र यो सब गरिरहेछ भन्ने मलाई लाग्छ। तर मुना र चन्द्रे बीच के कुरो स्पष्ट रूपमा भएन, त्यसका कारण चन्द्रे भुर्की देखाएर फुत्त निस्क्यो। मुनालाई त भनेन, त्यसले मलाई समेत कहिल्यै केही कुरा नलुकाउने मान्छे जानकारी नदिकन चापागाउँतिर हिँड्थ्यो। अब त्यसले सोचे जस्तो भएर व्यवस्था भयो, कागजपत्र मिल्यो भने त्यो त्यतैबाट हिँडिदिन्छ, मलाई त्यस्तो लागिरहेछ। राजुले पैसा हालिदिन्छु भनेको छ क्यारे। अब पैसाको व्यवस्था र कागजपत्र मिल्यो भने त्यो त्यतैबाट उठ्दिन सक्छ। साँच्ची अस्ति चन्द्र दाइले भन्नुभएको अनुसार राजु मास्टर दाई हाम्रै दाई हो भनेर भन्दै हुनुहुन्थ्यो। कि यो कुरा साँच्चै हो र आमा?
त्यो बारे त चन्द्रेसँग सोध सबै कुरा उसैले बताउँछ। मुना तिमी एकछिन भित्र आऊ त। कतै मैले शङ्का गरेको कुरा सही त होइन? हाम्रा बाको दुईवटी श्रीमती मुना मलाई सबै कुरो त थाहा छैन। यदि म गलत छैन भने तिमी चन्द्रीसँग झगडा गरी जस्तो गरेर माइतीमा गएर बस्नुको कारण यो घरको आर्थिक अवस्था सुधार्नका लागि त्यो माइतीमा आमाले दिएको त्यो जग्गा पाउन हो? यदि हो भने तिमीले आफ्नो लोग्ने स्वास्नीको जस्तो त्यो पवित्र सम्बन्धलाई किन यसरी दाउ लगायौ मुना? त्यो चन्द्री सोझो छ, त्यसलाई जे भन्यो त्यही कुरा विश्वास गर्छ त्यसले। त्यसैले अलिकति चित्त पनि दुखाउन सक्छ त्यसले। चित्त दुखाएर भोलि कुनै घटना घट्न गयो भने त्यसको जिम्मेवार को फेरि? सोच त। र अर्को कुरा, चन्द्रले आफूबाट बच्चा नहुने कुरा थाहा पाएर त्यही कुरोमा तिमीले चित्त दुखायौ भनेर पनि त्यो पर गएको भन्ने मैले बुझेँ। के त्यस्तो हो त? भन त, नढाँटी भन्ने कुरो के हो? बच्चा नहुने नै हो? अनि अर्को कुरा मुना, चन्द्रबाट बच्चा भएन भन्ने कारणबाट तिमी रिसाएर माइत गयौ भन्ने हाम्रो चन्द्रले बुझेको छ। के यो कुरो पनि साँचो हो त? चन्द्रले त गलत बुझे जस्तो लागेको छ है मुना मलाई। आफूबाट सन्तान भएन र सन्तान नभएकै कारण तिमी चन्द्रलाई छोडेर माइत गयौ भनेर त्यसले चित्त दुखाएको छ। नढाडी भन त मुना, के तिमीहरूको बच्चा भएन यदि भने तिमी चन्द्रलाई छोडिदिन्छौ त सधैँका लागि? छोडेर माइत बस्यौ? छोड्ने भए त किन आउँथ्यो र आमा? कहिलेकाहीँ मनले एकाथरी सोध्छ, हामी त्यसैलाई सत्य ठान्छौँ र त्यसै अनुसार प्रतिक्रिया पनि जनाउँछौँ। र कहिलेकाहीँ हाम्रो त्यही सोच नै हाम्रा लागि घातक भइदिन्छ। जब घातक परिणाम हात लाग्छ नि, त्यति बेला धेरै ढिला भइसकेको हुन्छ। पछुताउनुको सिवाय अरू कुनै विकल्प रहन्न। र त्यो परिणाम नाफा होस् या घाटा, राम्रो होस् या नराम्रो, हामीले भोग्नै पर्ने हुन्छ। त्यसैले मुना, हाम्रो मनले सोचेको कुरालाई सही छ कि छैन भनेर दिमागले एकचोटि निहाल्नुपर्छ अनि त्यही अनुसार अगाडि बढ्नुपर्छ। अब हेर त, तिमीले यो घरको लागि, परिवारको लागि राम्रो गर्छु भनेर आफ्नो बाबासँग जुन तिमीले आफ्नो कुरो राख्यौ, अंशको तिम्रो त्यो विवाहको कुरा दिए त बाबाले दिएनन्। परिणाम के भयो? उल्टै छोरीमाथि बाउको पनि मन दुखेको हुनसक्छ अथवा गलत सोचेको हुनसक्छ। र अर्को कुरा, यो घर परिवारको लागि तिमीले जे सोच्यौ नि, कसैले पनि भनेन नि त।
मुनाले हाम्रै लागि यो सब गरिरहेकी छे भनेर भनेनन्। र सबभन्दा महत्त्वपूर्ण कुरा, चन्द्रे पनि गलत बुझ्यो, ऊ पनि निस्क्यो घरबाट। तिमीले राम्रो सोच्दा सोच्दै भने यतिखेर तिमी एक्लै पर्यौ नि। ल भन, अब तिमी के गर्छौ? कान्छी कहाँ गएर ढिला बस्या छौ? त्यहीसँग त्यहाँ बस्छौ कि आएर यहाँ मसँग बस्छौ? आमा, आरती पनि अहिले त्यहाँ एक्लै छ। ऊ जस्ती भए पनि, उसले हामीसँग जस्तो व्यवहार गरे पनि हो त आफ्नै मान्छे, मेरो देउरानी हो। मुकेश बाबु पनि यतै हुनुहुन्छ। अहिले यत्रो घटनाहरू घट्यो, त्यसको मनमा पनि अनेक कुराहरू खेलेको होला। त्यही भएर आमा, राति कति बेला केही घटना घट्यो भने मेरो मनले त्यसलाई एक्लै छोड्न मानेन। अहिले म केही दिन कान्छीसँगै बस्छु आमा। यति के बुझ्ने मेरी बुहारी, यस्तै ज्ञानी मुना। अनिखेरि त्यो आफ्नो लौनेलाई चाहिँ नि वास्तविकता बताइदिए भए के हुन्थ्यो? यसरी फुत्त निस्किन्थ्यो त? हेर मुना, लौनी स्वास्नीको सम्बन्ध भनेको नि सानो एउटा शङ्खाको भरमा पनि टुट्छ, गाह्रो हुन्छ जोडिन। त्यसैले त ठिक छ, म त्यो चन्द्रेलाई फोन गरौँला। फोन गरेर यो वास्तविक कुरा त्यसलाई बताइदिन्छु। अनि चन्द्रे आउँछ। चन्द्रे आएपछि त्यो कान्छालाई त्यही डिलतिरै पठाइदिनुपर्छ त्यसकै स्वास्नीसँग बस्नलाई। मान्न त त्यसले माने छैन। मानुस पनि कसरी त्यत्रो बेइमानी गरेको, छल गरेको सिंह परिवारलाई यत्रो समयसम्म स्वाभाविकै गरिसौँ पनि। जे जसो भए पनि हामीले जोड्ने प्रयास नै गर्नुपर्छ मुना। त्यसलाई त्यहाँ पठाइदिउँला। ल ठिकै छ, मैले भनिहालेँ चन्द्रलाई म सम्झाउँछु। चन्द्री आएपछि कान्छो त्यता जान्छ। अहिले तिमीले जे सोच्यौ, एउटा ठुली हुनुको नाताले कान्छीभन्दा तिमी ठुली आफ्नो जिम्मेवारी बुझ्यौ, उता जान्छु भन्यौ। ल ठिक छ, म खुसी छु। चन्द्री नआउँछ, तिमी उहीँ गएर बस। त्यस्तो केही पर्यो भने त म छँदैछु। ठिक छ? ल जाऊ, खुसी भएर जाऊ। हजुर नमस्ते। के को नमस्कार नि? भाडा तिर्नु पर्दैन? महिना मरेको कहिले हो थाहा छ? ढोका लाएर गाउँ गएर बस्ने, अनि फोन गर्दा फोन पनि नउठाउने, के तरिका हो यो? कस्तो आएको छैन? तिमीलाई गरेको फोन कहाँ जान्छ त? अनि यो कागजपत्र बोकेर कहाँ जाने तयारी हो नि? विदेश जानु लागे जस्तो पो छ त। बाहिर के तयारी? कुन देश नि फेरि? अमेरिका भाउजू। अमेरिकाले दिन्छ त भिसा? तयारी गर्दैछु, के हुन्छ थाहा छैन। अनि कसले पठाउँछ नि उताबाट स्पोन्सर लेटर चाहिँ? जुन दाइ हुनुहुन्छ, लोक गायक रामप्रसाद खनाल। अनि कसरी चिन्जान भयो त रामप्रसाद दाइसँग? मेरो दाइले भनिदिएको, राजु मास्टर दाइले। राजु मास्टर?
राजु मास्टर तपाईँको आफ्नै दाइ हो? अर्कीपट्टिको आमाको छोरा। चन्द्रे बाबु, अहिलेसम्म मैले जे जति बोलेँ गल्ती भयो, त्यसको लागि मलाई माफ गरिदिनुहोस् है। भाउजू खास कुरो के हो र? राजु मास्टर हजुरको दाइ भन्ने कुरा हामीलाई थाहै भएन। उहाँले आफ्नो बाआमाको लागि यो घर किन्दै हुनुहुन्छ। पैनापट्टा पनि भइसक्यो, पास गर्न मात्रै बाँकी छ। आमा भन्नाले बा त तपाईँको एउटै हुनुभयो, यता जेठी आमालाई होला घर किन्न लागेको। भनेपछि दाइले यो घर किन्दिने हो? भनेपछि अब यो घर पनि आफ्नै हुने भयो। हजुर हजुर बाबु, गेट लाउनु है। तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले व्यस्त छ। तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले व्यस्त छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला।
is switched off. माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ. Sorry, the mobile you have dialed is switched off. दिदी के भयो आरती? आज घरमा कोही आएको थिएन? घरमा छैन कोही पनि। किन के भएर? अस्ति बाले हामीलाई 1 लाख रुपैयाँ पैसा दिनुभएको थियो। अनि त्यो मेरो पेटमा बच्चा छ भन्दाखेरि। अनि के भयो त? मुकेशसँग मैले यो पैसा बाले मेरो लागि दिनुभएको हो भनेर राखेको थिएँ। अनि भयो चाहिँ के? अहिले त्यो पैसा छैन। कान्छी मैले त दिदी मैले तपाईलाई चोर दोष लगाउन खोजेकी हैन। फेरि पनि त्यत्रो पैसा चाहिँ कहाँ गयो त? आरती यहाँ ल मेरो ब्याग सबै हेर। हेर न चित्त पुग्दैन भने आफै हेर। मैले त्यो पैसा देखेको पनि छैन राखेको पनि छैन आरती। हेर न तिमी आफै हेर। तिमीलाई मेरो शरीर चेक गर्न मन लागेको भए तिमी हेर्न सक्छौ। दिदी हजुरले होइन मलाई थाहा छ, तर पनि एकचोटि शरीर चेक गरे भने ढुक्क हुन्छ।
जति पनि अहिले त्यहाँ एक्लै छ। ऊ जस्ती भए पनि उसले हामीसँग जस्तो व्यवहार गरे पनि हो त आफ्नै मान्छे। मेरो देउरानी हो। मुकेश बाबु पनि यतै हुनुहुन्छ। अहिले यत्रो घटनाहरू घट्यो, त्यसको मनमा पनि अनेक कुराहरू खेलेको होला। त्यही भएर आमा, राति कति बेला केही घटना घट्यो भने मेरो मनले त्यसलाई एक्लै छोड्न मानेन। अहिले म केही दिन कान्छीसँगै बस्छु आमा। दिदी, यति राति कहाँ जानुहुन्छ? यहीँ बस्नु। मलाई अँध्यारोसँग डर लाग्छ। तिमीलाई यो अँध्यारोसँग डर लाग्छ कान्छी? तर मलाई त तिमीसँग डर लाग्यो। बिहान आमाले यतै आऊ मुना भन्नुभएको थियो। मैले उहाँ कान्छी डिलमा एक्लै छे, राति डराउँछे होला भनेर आमाको कुरा पनि नसुनिकन यहाँ आए। तर तिमीले मुकेश बाबु तिमीसँग किन नबस्नु भएको भनेको त बल्ल आज थाहा पाएँ। तिमीलाई के लाग्छ कान्छी? तिम्रो त्यो 1 लाख रुपियाँ म चोर्छु होला? 2 करोड रुपियाँको त मेरो माइतीमा मेरो पेवा नै छ। त्यही सम्पत्ति ल्याएर आफ्नो यो घरको, हाम्रो, तिम्रो, बाबुको सबैको व्यवहार मिलाउँछु भनेर सोच्दाखेरि आज म यो हालतमा आइपुगेँ। मैले आफू पनि नभनिकन यो घरको लागि यति मरिहत्ते गरेँ। तिमी हामी सबैको लागि सोचे, तर पनि म किन सबैतिरबाट तिरस्कृत भइरहेको छु? ल ठिक छ आरती, मैले तिमीलाई मेरो सबै ब्याग पनि देखाएँ, सबै सामान पनि देखाएँ। तिमीले पनि राम्रोसँग हेऱ्यौ होइन? मसँग केही पनि छैन। अब फेरि म भित्र गएँ भने तिमीले दिदीले पैसा हाल्छ कि भनेर सोध्छौ होला, त्यसैले म भित्र पनि जान्नु। म अहिले जान्छु। यदि तिमीलाई रात बिरात केही गाह्रो पर्यो, बिरामी भयो अथवा केही भयो भने दिदी छे भनेर सम्झेर फोन गर्नु। म तुरुन्तै आउँछु। तर अहिले चाहिँ म तिमीसँग बस्न सक्दिनँ आरती। मुना, यस बेला किन नि?
यति राति पल्टिसकेको थिएँ म त। आमा आरतीले मलाई चोर दोषलाई मलाई त्यहाँ बस्नै मन लागेन। चोर दोषलाई आमा के भयो र? के हुनु नि? तेरी स्वास्नी एक्लै परि भनेर गएकी यो जेठानी हुनुको कर्तव्य निभाउँछु भनेर गएकी ऊ चोर दोषलाई चाहिँ यति राति लखेटेर पठाइछि जेठानीले। यहाँभन्दा के हुनु पर्छ? ल मैले भनेको थिएँ त म छु आऊ भने। ल चिसो चाहिँ यस्तो पनि हुन्छ मायाले नबुझ्ने त के गर्नु? सञ्जय बाबु एकछिन माथि आउनुहोस् न। किन भाउजू? आउनुहोस् न, सानो काम छ। ल भन्नुहोस् भाउजू, किन बोलाउनु? चन्द्रे बाबु, बुवासँग भेट भयो त? बुवालाई? किन बुवा यहाँ चापागाउँमा हुनुहुन्छ र हाम्रो? कहाँ हुनुहुन्छ अहिले थाहा छ हजुरलाई? भाउजू के हो? चन्द्रे बाबु, हजुरको अर्की पनि आमा हुनुहुन्छ। थाहा छ मलाई भाउजू। अनि तपाईँलाई कसरी थाहा भयो मेरो अर्की आमा हुनुहुन्छ भन्ने? मेरो बुढो पनि त पुणेकै हुन् त बाबु। अनि पुणेको मान्छेलाई पुणेकै मान्छेको बारेमा थाहा हुँदैन त? अनि भाउजू हजुरले यहाँ मलाई बोलाइ तेरी दुईटी आमा छिन् भन्नुको कारण? चन्द्रे बाबु, हजुरको दाइ राजु मास्टर हो भनेर हामीलाई थाहा थिएन। हजुरको दाइ राजु मास्टरलाई हामीले धेरै ऋण तिर्नु छ। अनि मास्टरले हाम्रो यो घर त्यसै बैना गरेका होइनन्। उनले आफ्नो पैसा उठाउनको लागि हो, त्यो पनि मेरै कारणले। मेरै कारणले? हजुर कुरो के हो सिधै क्लियर कुरा गर्नु। मलाई बाहिरको कागजपत्र मिलाउन जानु छ, हतार पनि छ। खासमा कुरो के हो, मलाई किन बोलाउनु भएको, जे हो त्यही भन्नुहोस्। चन्द्रे बाबु, अस्ति मैले तपाईँहरू यहाँ बस्दा यिनीहरूले भाडा तिर्न सक्दैनन् भनेर सामान सबै बाहिर फाल्दे। ढुङ्गामा पनि चाबी लगाइदिएछ। 3 महिनाको भाडा एडभान्स चाहिन्छ मलाई, नत्र चाबी पाइँदैन। दाइ यो त अति भएन र? भाइ अति त हो, तर यसले र उसले मलाई केही पनि थाहा छैन। के को अति हुनु नि? लिनुहोस्, दिनुहोस् यो मलाई। यति औँठी भएपछि चाहिँ हुन्छ।
त्यही कुरा हजुरको दाइ मास्टरले थाहा पाउनु भएछ। त्यही भएर अहिले हामीलाई उठीबास लगाइदिन लाग्नुभयो। भाउजू अनि हजुरहरूलाई यो घरको पैसा आउने रहेछ, अन्त गएर किन्दा भइहाल्यो, उठीबास कसरी हुन्छ त? चन्द्रे बाबु, यो घर बेचेर आउने आधीभन्दा बढी पैसा त हजुरको दाइ मास्टरलाई नै तिर्नु छ। अनि हामीले अन्त कहाँ गएर किन्नु? बरु बिस्तारै बिस्तारै तिर्थ्यौँ। यो घरै चाहिँ नखाइदिनु भनेर भनिदिनु न एकचोटि हजुरको दाइलाई। बिन्ती छ चन्द्रे बाबु, हाम्रो पिच्चली उठ्नलाई बचाइदिनु। भाउजू यो घरमा मुना र म भोकै बस्दाखेरि तपाईँको आँखा छलेर तपाईँको श्रीमानले हामीलाई खाना खुवाउनु भएको छ। हजुर दाइ, भित्रै आउनु न, ढोका खुल्लै छ। ल तिमीहरू यहाँदेखि खाना खाए जस्तो मलाई लागेन। ए भात ल्याइदिएको छु, खाऊ। समात न। ल तिमी पनि खाऊ। अनि सुन, त्यो भात खाइसकेपछि भाँडा मात्र भोलि माथि ल्याइदियो है। तपाईँले अत्याचार गरे पनि दाइले आफ्नो धर्म छोड्नु भएन। ठिकै छ भाउजू, सायद मैले भने नि दाइले मान्छ। म तपाईँहरूलाई यो घरबाट उठीबास हुनबाट बचाउने कोसिस गर्छु। त्योभन्दा पहिला मलाई मेरो बासमा भेटाइदिनुहोस्। धन्य होस् बाबु हजुरको, यति गरिदिनु भयो भने त हजुरले यो घरलाई आफ्नै सम्झेर बसे पनि हुन्छ। म कहिले भाडा पनि माग्दिनँ। बिन्ती छ हजुरलाई। मलाई फ्रीमा बस्नु छैन भाउजू यो घरमा। मलाई अरूको एक पैसा खानु पनि छैन र अरूलाई आफ्नो एक पैसा पनि फ्रीमा दिँदिनँ। ल हिँड्नुहोस्, अहिले मेरो बासमा भेटाउनुहोस्। हस् हिँड्नुहोस्। अब यहीँ बसेर होला। नारायण दाई, ए नारायण दाई। अनि को हो मलाई बोलाउने भने? म हो दाई। को हो म भन्ने? म हो दाई, एकछिन बाहिर आउनु न। ए नानी, ए चन्द्रु आएछ। ठुलो नमस्कार। आशीर्वाद कहाँबाट आइस् त त? दिदीका भाडा बस्ने गरेको थियो, अनि यहाँ बा हुन्छ अरे भनेर फेरि लिएर आउनु। ए भाइ भाइ बाहिर आउनु त। बा चन्द्र यतिका वर्षसम्म हामीलाई कुरो लुकाउनु भयो। कति महान हुनुहुन्छ है, आफ्नो कथा व्यथा लुकाएर राख्नुभयो। पा त कान्छी आमाकोमा गएर छ होइन। भित्रै आइज।
बाबु तपाईँहरू कुरा गर्नु म जान्छु नि त है। चन्द्र आऊ आऊ बस आऊ बस। हजुर यहाँ कसरी त? मैले त हजुर पुँडीतिर पो। तैँले सबै कुरा थाहा पाइसकिस्। तेरी आमाले मलाई फोन गरेर भनिसके। बुवा ठुलबा एकैछिन है। ल मैले कुरो बुझिसकेँ, तिमीहरू कुरा गर्दै गर, म चिया पकाएर ल्याउँछु। बुवा खासमा कुरो के हो? म त अमेरिका जाने तयारीमा छु। राजु दाइले त्यो म बसेको घर पनि किन्दै हुनुहुन्छ अरे। फेरि दाइले त्यो घर किन्ने, यो घर हजुर यहाँ केही बुझिरहेको छैन। अनि जेठी आमा, तेरो सबै प्रश्नको उत्तर म एक एक गरेर दिन्छु। ल यो पानी पिउँदै गरौँ, म चिया बनाएर लिएर आउँछु। चन्द्र ल पानी पिऊ। बाबु तपाईँले बा पुणेतिर होलान् भनेर सोचेको होलास्, तर अहिले म तेरी जेठी आमासँग पनि छैन। भन्नाले? हेर बाबु, मान्छेको जिन्दगीमा अनेक घटनाहरू घट्दा रहेछन्। तेरी आमालाई पनि मैले रहरले होइन बाध्यताले छोड्नु परेको छ। मलाई आफ्नो श्रीमतीसँग, आफ्नो छोरा बुहारीहरूसँग बस्ने रहर छैन होला र। बाध्यता? कस्तो बाध्यता भयो? तैँले एकचोटि भात खाने बेलामा तेरी आमा र मेरो बारेमा सोधेको थिइस् नि, त्यतिखेर यसको लामो कथा छ भनेको थिएँ। यहाँ कथाभित्र पनि अरू कथाहरू छ बाबु। सबै कुरा बिस्तारी बुझ्दै जान्छस्, सबै कुरा त थाहा पाइहालिछस्। हाम्रो घरमा मात्रै कति लामो कथा त बा? सबैको घरमा यस्तै हुन्छ कि हाम्रो घरमा मात्रै यस्तो हुन्छ? चालीस वर्षसँग दुईटी आमाको कुरो लुकाउनुको, कथाभित्र कथा, सकस माथि सकस। बाबु चन्द्र, तिम्री जेठी आमाले त बालाई साह्रै दुःख दिन्। हुन त साइनोले नातोले मेरो साली नै पर्छिन्। अब बा त कहिले बर कहिले पुणे गर्दा गर्दै यताउता गर्दा गर्दै साह्रै दुःखै पाउनुभयो। बाबु चन्द्र, अब बालाई त तिमीले पाल, बाले साह्रै दुःख पाउनुभयो।
अनि बुवा राजु दाईहरू त हामीभन्दा धनी छन्, हामीभन्दा सम्पन्न पनि छ, फेरि हजुर किन दुखी त? धन हुँदैमा सुखी हुँदैन बाबु। साडो भाइ, म आज सबै कुरा चन्द्रलाई म भन्छु। सबै नाली भेली मैले उसलाई खोलेर म बताइन्छु आज। हेर चन्द्रे, राजु मास्टर धनी भएर के गर्ने? तेरी जेठी आमाको र बाको र्याङको ठ्याङ एक दिन पनि मिलेन। आमाले बालाई देखिसहन सक्दिनन्। यति मात्रै होइन, तिम्रो बिहामासम्म आउन दिएनन्। यदि तिमीहरू कहाँ चाहिँ नि बा आउने हो भने लडामाती हुन्छ। जेठी आमाले त यिनलाई बसी खानै दिएनन्, बसी खानै दिएनन्। तिमीप्रति त माया त छ नि बाको त, आफूले जन्माएका छोरा हुन्। त्यहाँ आउने हो भने घरमा आगो लागेकै हुन्छ, झगडा हुन्छ, तनाव हुन्छ, अनि बुढालाई तनावको तनाव छ। मलाई एकचोटि जेठी आमासँग भेट गरौँ। अहिले त कहाँ भेट भयो र बाबु, भेट हुने चान्सै छैन। ऊ त अहिले बरा छे। बाले बल्ल बल्ल पुणेको अलिकति हात पारेका थिए, त्यो पनि सबै कुम्ल्याइनु उनी जेठी आमाले। बा त सधैँ नाङ्गिएको नाङ्गिए। अब यो कुरो त तिमीलाई थाहै छैन। पुणेमा त शिवदाई हुनुहुन्छ, फेरि जेठी आमाले कसरी कब्जा गर्नुभयो त? कब्जा गर्नलाई माटो छोपेर बस्नुपर्ने हो र? कति दुःख गरेर मैले दाजुभाइसँग आफ्नो अंशभाग छुट्याएर ल्याएको थिएँ, तर तेरी जेठी आमाले सबै लाल पूर्जा कब्जा गरेर बसेकी छ। पास गर्दै भनेर भनेको भनै छ, त्यही भएर म यता आएर बसेको छु। अनि यो कुरा राजु दाईलाई थाहा छ त? थाहा भएको भए त सबै कुरा मिलिहाल्थ्यो नि। तेरी जेठी आमा एक नम्बर की राक्षसनी छ, तर के गर्नु, न छोड्न सक्छु न सँगै बस्न सक्छु। तिमीहरूसँग आउन त कति मन लाग्छ, के गर्नु, आउनै दिन्न। अघि आउने बहिनीको घर राजु मास्टरले बैना गरिसकेको छ, तर के गर्नु, मलाई तेरी जेठी आमासँग त्यो घरमा बस्ने पटक्कै मन छैन। यो कुरा राजुलाई थाहा छैन। थाहा पायो कि रडाको मचाइहाल्छ। त्यही पनि ऊ सधैँ बिजनेसमा व्यस्त हुन्छ। भाउ छोराको भेटै हुँदैन। एक दुई दिन त आउने हो घरमा, सधैँ बाहिरको बाहिरै हुन्छ। भइहाल्यो, अब जे भयो भयो। हिँड्नुहोस्, उतै मेरो फ्ल्याटमा हिँड्नुहोस्, उतै गएर कुरा गरौँला। बाबु चन्द्र, यो पनि त तिम्रै घर हो नि त। यहाँ पनि त एक दुई दिन बस्दा त हुन्छ नि त, यहीँ बसौँ न त। होइन ठुलो बा, बासँग मेरो अझै धेरै कुरा गर्नु बाँकी छ। आज बालाई मैले उतै लिएर गएँ। बा हिँड्नुहोस्। दाइ, अहिले म जान्छु। छोरोले आएर बोलाएपछि कसरी नजानु। दाइ बरु उता एकचोटि आउनु होला। अहिले म जान्छु। ल त मैले के भनौँ त? ठुलो